अर्को राशि मैले कुम्भ राशि लिइसकेको छु। पूजनीय गुरु मातापिता प्यारा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूलाई मेरो हृदयकमबाट नमन छ। म विशेष गरेर कुम्भ राशिका व्यक्तिहरूका लागि आउनेवाला समय अब 2026 यो सेप्टेम्बर महिनामा तपाईँका ग्रह गोचर सूर्यदेखि राहु केतुसम्मका नवग्रहले के कस्तो प्रभाव पार्छ, घर परिवार दाजुभाइ दिदीबहिनी, व्यापार व्यवसाय, कल कारखाना, यात्रा, देशमा या सन्तानमा, प्रेम जीवनमा हरेक क्षेत्रमा तपाईँको राम्रो नराम्रो प्रतिफल के कस्तो रहेको छ त्यसका बारेमा समग्रमा सम्पूर्ण जानकारीहरू लिएर उपस्थित भएको छु। भिडियोलाई सेयर, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला र कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यसको बारेमा पनि कमेन्ट बक्समा कमेन्ट गरिदिन म विनम्रता अनुरोध गर्छु। यहाँहरूको सुख शान्ति समृद्धिको म कामना गर्छु। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै हामी विशेष गरेर भिडियोमा अगाडि बढ्नेछौँ। र चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ गरेर स्वस्ति शान्ति भागवत आदि कथाको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने पनि हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अब कुम्भ राशिका व्यक्तिहरूका लागि यो महिना केही उतार चढावको स्थितिहरू परिस्थितिहरू आउन सक्ने देखिएको छ। यस महिनामा राहु तपाईँको पहिलो भावमा, केतु सातौँ भावमा रहनेछन्, जुन सम्बन्ध, निर्णय क्षमता, मानसिक शान्तिको दृष्टिकोणबाट चुनौतीपूर्णता, अत्याधिक रिस उठ्ने, बाधाहरू, अवरोधहरू, अर्कोतर्फ बृहस्पति अनुकूल अवस्थामा रहेका कारणले केही कठिन परिस्थितिबाट तपाईँलाई बाहिर निस्कने बाटोहरू तपाईँले रोज्न सक्नुहुन्छ र निस्कन सक्नुहुन्छ। ज्ञानको प्रयोग गरेर, बुद्धिको प्रयोग गरेर यसमा धैर्य र सही निर्णय लिन सके क्षमता राम्रो प्राप्त हुन सक्ने योगहरू तपाईँका जीवनमा देखिएका छन् र भविष्यमा अगाडि बढ्न सक्नुहुनेछ। यस महिनामा कुम्भ राशिका व्यक्तिहरूका लागि जातक शनि साढे सदीको अन्तिम चरणबाट गुज्रिरहेको भएका कारणले जीवनमा चाहिँ तपाईँको अन्तिम साढे सदीको चरण चल्दैछ। विभिन्न क्षेत्र जिम्मेवारी ढिलो हुन सक्छ, मानसिक तनाव हुन सक्छ, काममा दबाव आउन सक्छ, परिवारमा अशान्ति रहन सक्छ, भने जस्तो नहुन सक्छ। विभिन्न वाद विवाद अप्ठ्यारा परिस्थितिको तपाईँले सामना गर्नुपर्ने कुम्भ राशिका व्यक्तिहरूलाई विशेष गरेर देखिएको छ। आफूले चाहेको परिणाम प्राप्त गर्न सामान्यताभन्दा बढी परिश्रम गर्नुपर्ने योगहरू विशेष गरेर देखिएका छन्। कई प्रकारको समस्या आउन सक्छ, सोचे जस्तो छैन जीवन, गाह्रो छ तपाईँको लागि। एकपछि अर्को बाधाहरू, एकपछि समस्याहरू, अनेक प्रकारका जिम्मेवारीहरू, काममा ढिलो, जे काममा हात हाल्यो त्यो काम ढिलो, काम बिग्रने, यस्ता स्थितिहरू तपाईँका चाहेको परिणाम प्राप्त गर्न गाह्रो देखिएको छ र प्राप्त गर्न कठिन परिश्रम गर्नुपर्ने, एकदम धैर्य गर्नुपर्ने, केही समय रोक्नुपर्ने स्थिति देखिएका छन्। झट्ट तपाईँले कुनै पनि नयाँ कामको स्थितिमा हात नहाल्नु होला, किनकि ग्रह दशाहरू तपाईँका लागि नराम्रा चलिरहेका छन्। यसका कारणले शनि दोस्रो भावमा भएका कारणले धन, परिवार, बोली, वचन, वाणी, व्यक्तिगत जीवन सम्बन्धमा विशेष समाधानी अपनाउनु पर्छ। आफ्नै तपाईँका शत्रु बन्नेछन्, आफन्तहरूले दुःख दिनेछन्, आफ्नाहरू तपाईँका लागि शत्रुताको भावना गर्नेछन्। त्यसका कारणले समाधानी अपनाउनु पर्ने देखिन्छ। हतारमा बोल्दा पारिवारिक समस्या, सदस्य, नजिकका व्यक्तिसँग बिना कारणको वाद विवाद अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने स्थिति तपाईँको जीवनमा देखिएको छ। त्यसका कारणले शनि त बोलीमा व्यवहारिकमा तपाईँले व्यवहारमा निकै महत्त्वपूर्ण ध्यान दिनुपर्ने स्थिति देखिन्छ। शनि साढे सदीकै अन्तिम चरणका कारणले गर्दाखेरि परमगत ज्योतिष पुराना कर्महरूको परिणाम अनुभव गर्ने तथा त्यसको कुण्डली चेकअप गराउने, कुण्डली जाँच गर्ने, चिना टिप्पण कुण्डलीहरू देखाएर त्यसको ग्रह स्वस्ति शान्तिहरू गरेर मात्रै नयाँ काममा हात हाल्नु होला। केही पुराना अध्ययनहरू समाप्त हुँदै नयाँ चरणहरू सुरु हुने समयको रूपमा चाहिँ देखिन्छ तपाईँको लागि। र अर्को कुरा, त्यसैले कठिनाइ आए तापनि त्यसबाट धेरै कुराहरू गुरुले सिकाउनु हुनेछ। त्यसका कारणले गर्दाखेरि त्यसबाट अगाडि तपाईँका लागि महत्त्वपूर्ण हुन्छ। र शनि दोस्रो भावमा भएका कारणले जागिर, करियर, व्यापार व्यवसाय, धन, व्यक्तिगतसँग सम्बन्धित ठुला निर्णय गर्दाखेरि एकदमै समाधानी अपनाउनु पर्ने स्थिति छ। यसमा चाहिँ तपाईँको भावनामा आएर कुनै पनि कुरा नगर्नु होला र राम्रो योजना बनाएर मात्रै लगानी गर्नु होला। जोखिमपूर्ण कारोबारमा तपाईँले हतार गर्दाखेरि जागिर, परिवार, व्यापार व्यवसायमा ठुला समस्याहरू आउन सक्ने योगहरू छन्। र शनिको प्रभावका कारणले यात्रा गर्दा कुनै पनि क्षेत्रमा तपाईँ जोगिनुपर्छ। यात्रामा पैसा ऊर्जा खर्च हुन सक्छ, त्यसैले यात्राको योजना पहिले बनाएर मात्रै हिँड्नु राम्रो हुनेछ। भने धनको विषयमा समाधानी अपनाउनु पर्छ। यात्रामा लापरवाही हुन सक्छ, पैसासँग सम्बन्धित पैसा चोरी हुन सक्ने, हराउन सक्ने, वाद विवादहरू, अप्ठ्यारा परिस्थितिहरू तथा नगद ब्याङ्किङ कारोबार कागजहरूमा तथा महत्त्वपूर्ण सम्बन्धी सुरक्षित राखेर अगाडि बढ्नुपर्छ। पारिवारिक जीवनमा कहिलेकाहीँ मतभेदहरू उत्पन्न हुन सक्छन्, बोली बाणीमा कठोरता हुन सक्छ, सानो विषयमा विवाद बन्न सक्छ। त्यसैले धैर्यता समेत समझदारी अपनाउनु पर्नेछ। त्यसै बिचमा तेस्रो दशौँ भावका शनि मङ्गल चौथो भावमा रहने भएका कारणले जागिर, पेसा, क्षमताहरू गर्ने, क्षमताहरू प्रभावहरू प्रतिस्पर्धामा विशेष गरेर क्षेत्रमा प्रदर्शन तपाईँका लागि चुनौतीहरू आउन सक्ने सम्भावनाको योगहरू छ। र यसै गरी चौथो भावमा नवौँ भावमा यो विशेष गरेर शुक्रको प्रभाव तपाईँको लागि 6 नोभेम्बर 2026सम्ममा नवौँ भावमा रहेका कारणले गर्दा धार्मिक यात्रा, शिक्षा तथा केही सकारात्मक अवसरहरू प्राप्ति हुन सक्छन्। यस्तो गर्दामा सेप्टेम्बर 2026 का लागि जति पनि कुम्भ राशिको व्यक्ति हुनुहुन्छ यसमा धैर्य र मेहनत र समाधानी अपनाएर अगाडि बढ्नुपर्छ। राहु केतु जस्ता शनि ग्रहले चुनौती स्थिति अनुशासनमा पनि ध्यान दिनुपर्ने ग्रहका योगहरू छन्। अब हामी समग्रमा कुराकानी गर्नेछौँ कुम्भ राशिका व्यक्तिहरूलाई 2026को सेप्टेम्बर महिनाको करियरका क्षेत्रमा धेरै चुनौती दुवै प्रकारको परिणामहरू आउन सक्छ। राम्रो पनि छ, नराम्रो पनि छ र चुनौती पनि देखिएका छन्। दोस्रो भावमा रहेको शनिदेवका कारणले दबावको स्थितिहरू बढ्न सक्छ। आफ्नो भविष्यलाई लिएर तनाव र चिन्ता धेरै हुन सक्ने देखिन्छ। सोच्ने बानीहरू धेरै हुन सक्छ। अत्याधिक
अत्याधिक चिन्ता गर्दा काम बिग्रन सक्ने समस्याहरू छन्, निर्माण क्षमता अवसर पर्न सक्ने देखिन्छ। त्यसैले सामान्यतः भन्दा समाधान खोज्नु, समाधानमा ध्यान दिनु राम्रो हुनेछ। राहु पहिलो भावमा केतुको प्रभावले तपाईँको लागि 7औं भावमा रहँदै हुँदाखेरि आफ्नो जागिर पेसा व्यापार व्यवसायका क्षेत्रमा तपाईँको लागि अनेक प्रकारका समस्याहरू उत्पन्न हुन सक्छन्। कहिलेकाहीँ आफूले अपनाउनु पर्ने महत्त्वपूर्ण अवसरहरूको पनि अरूको कारणले छुट्न सक्छ। त्यसका कारणले यो कुरामा ख्याल गर्नुपर्ने स्थिति कुम्भ राशिका व्यक्तिहरूलाई रहेको छ। त्यसैले आफ्नो काम, कर्म, व्यापार व्यवसाय र समय प्लान र जिम्मेवारीमा प्राथमिकता दिनुपर्नेछ। यदि तपाईँ जागिर गर्दै हुनुहुन्छ भने आफ्नो मेहनत तुरुन्तै उच्च अधिकारी या प्रशंसा या सामान्यता अपनाउन सक्नुहुनेछ। यसलाई असफलता नठानी आफ्नो काम निरन्तर सुधार गर्दै जानुभयो भने राम्रो हुनेछ। यदि व्यवसाय र हुनुहुन्छ भने प्रतिस्पर्धा बढ्न सक्छ। प्रतिस्पर्धाका कारण दबाव महसुस हुन सक्ने सम्भावनाको योगहरू देखिएको छ। नाफामा कमी आउने सम्भावनाको योगहरू देखिएको छ। त्यसका कारणले साझेदारी व्यापार व्यवसाय समाधानी अपनाउनु पर्ने, किनकि तपाईँको साझेदारीसँग सम्बन्धित विषयमा कुरा नमिल्ने, पार्टनरको बिचमा मतभेद हुन सक्ने विभिन्न वाद विवादका स्थितिहरू तपाईँले सामना गर्नुपर्ने योगहरू छन्। र 2026 सेप्टेम्बर महिनाको कुराहरूमा राशिफल अनुसार व्यवसायका क्षेत्रमा सुरु गर्ने निर्णय गर्ने अगाडि राम्रोसँग अध्ययन नगरिकन कुनै पनि क्षेत्रमा हात नहाल्नुहोला। जोखिमपूर्ण लगानी तपाईँको लागि चलिरहेको या कामलाई व्यवस्थापन बनाउनु अलि बढी लाभदायक हुन सक्ने भए तापनि देवगुरु बृहस्पतिको दृष्टिले कठिन परिस्थितिबाट बाहिर निस्कने अवसरहरू लेख्ने सही निर्णय अपनाउनु पर्ने, तपाईँलाई आफ्नो जागिर पेसा व्यापार व्यवसाय प्रदर्शन हुन सक्ने योगहरू देखिएका छन्। आर्थिक अवस्थामा तपाईँको लागि केही कमी कमजोरी हुनसक्छ। दोस्रो भावमा शनि रहेका कारणले आम्दानी बचत गर्नमा कठिन हुन सक्ने देखिएको छ। यो महिनाभरि खर्चका योजनाहरू बढी हुन सक्छन्। त्यसै कारण विशेष गरेर परिवार, यात्रा, दैनिक कार्यहरू, अनावश्यक खर्चहरू अत्याधिक बढ्ने छन्। त्यसका कारणले यो कुरामा नि ख्याल गर्नुहोला। यात्रासँग सम्बन्धित पैसा हराउने, चोरी हुने, धनमाल फस्ने आदि त्यस्ता योगहरू देखेका छन्। यात्रा गर्दाखेरि तपाईँको त्यो कुरामा पनि ख्याल गरेर अगाडि बढ्नुहोला। राहु केतुको प्रभावका कारणले धन कमाउने अवसरहरू, अनावश्यक वाद विवादहरू उत्पन्न, छिटो पैसा कमाउने लोभ, जोखिमपूर्णता लगानी, अनुमान आधारमा निर्णयहरू नगर्नु नै राम्रो हुनेछ। बृहस्पतिको शुभ प्रभावका कारणले आम्दानीका नयाँ बाटाहरू खुल्न सक्छन्। मेहनतले सही योजना, आर्थिक अवस्था सुधार गर्न सकिने देखिन्छ र नयाँ आम्दानीहरू अत्याधिक खर्चका कारण बचत गर्न कम हुने गाह्रो हुन सक्ने देखिएको छ। सेप्टेम्बर महिना आर्थिक क्षेत्रमा सफलता प्राप्ति गर्न तपाईँले विशेष गरेर कुनै पनि कम जोखिम, स्पष्ट योजना र नियमित रूपमा त्यसलाई बचत गर्ने कामहरू गर्नुपर्छ। स्वास्थ्यको हिसाबले जति पनि कुम्भ राशिको व्यक्ति हुनुहुन्छ, स्वास्थ्यमा 7.5 अन्तिम चरण चलेका कारणले मानसिक तनाव, थकान, दिनचर्यामा असन्तुलन देखिएको छ। यसका कारणले तपाईँको लागि आँखा, दाँत, मुखसँग सम्बन्धित विशेष गरेर अनेक प्रकारको समस्या देखिएको कारणले डाक्टरको सल्लाह सुझावबाट अगाडि बढ्नुहोला। र यसै गरी शरीरको तौलहरू बढ्ने, खुट्टा दुख्ने, हाड जोड्नेको समस्या, नसाको समस्या, अस्वस्थताको महसुस, राहु केतुका कारणले पाचन क्रियासँग सम्बन्धित समस्या, खानपिनमा अनुसन्धान विशेष गरेर प्राप्त गर्ने पर्नुहुन्छ। विभिन्न कारणहरू देखिएका छन्। देवगुरु बृहस्पतिको दृष्टिले राहत मिल्ने सङ्केत देखिएको छ। नियमित रूपमा योगा, ध्यान, मेडिटेसन गरेर अगाडि सकारात्मक दिनचर्याबाट अगाडि बढ्नुहोला। शारीरिक सन्तुलन गर्नुहोला, राम्रो हुन्छ। प्रेम जीवन र वैवाहिक जीवनका क्षेत्रमा तपाईँको लागि दोस्रो कारण पार्टनरसिपसँगको सम्बन्धित कुराहरूमा कठोरता आउन सक्ने सम्भावनाको योग छ। ठुलो वाद विवादहरू नगर्नु होला। राहु पहिलो भावमा रहेका कारणले तपाईँको भावमा रहँदाखेरि गलतफहमी, दूरी, भावनात्मक रूपमा असन्तुलन, आफू सही छु भन्ने मात्र सोच्नु, पार्टनरको बिचको भावनालाई विशेष गरेर ख्याल गर्नुपर्ने योगहरू छ। त्यसैले कारणले तपाईँको लागि सोच, विचार परिवर्तन, हतारमा निर्णय लिनु राम्रो हुने छैन। अझै यसलाई बलियो बनाउने प्रयासहरू गर्नु होला। बृहस्पतिको शुभ प्रभावका कारणले वैवाहिक जीवनमा नकारात्मक प्रभाव बनिरहने छैन। साझेदारी, समाधान र आपसी कायमहरू सकेसम्म सम्बन्धलाई सकारात्मक ल्याउने कोसिस गर्नु होला। र विवादित व्यक्तिहरूका लागि मुख्य सुझाव भनेको कम बोल्ने र सोचेर बोल्ने, यो कुराहरू गर्नुपर्छ। र पारिवारिक जीवनमा तपाईँको उतार चढावको योगहरू देखिएको छ। कुम्भ राशिका व्यक्तिलाई जीवनमा धेरै प्रकारको तनावको स्थिति देखिन सक्छ। शनि दोस्रो भावमा भएका कारणले सदस्य बीचमा कुरा नमिल्ने, वाद विवाद, बोलीमा विभिन्न वाद विवादका कारण पुरानो विषयलाई फेरि उठाएर त्यसमा झगडा गर्ने योगहरू, पारिवारिक आफ्ना कुरा प्रमाणित गर्न खोज्दा तनावको स्थिति हुन सक्छ। राहु पहिलो भावमा, केतु 7औं भावमा भएका कारणले पारिवारिक सम्बन्धीमा दूरी, गलतफहमी बढाउन सक्छ। त्यसैले परिवारका सदस्यसँग कुरा गर्दाखेरि धैर्य धारण गरेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारका सकारात्मक वातावरण बनाउन तपाईँको लागि सबै सदस्यको कुरा सुन्ने, अनावश्यक वाद विवाद र टाढा रहनुपर्ने प्रयास गर्नुपर्छ। यद्यपि तपाईँको देवगुरु बृहस्पतिका शुभ दृष्टिले परिस्थितिलाई राहत मिल्नेछ र परिवारमा समस्या आए तापनि समाधान खोज्ने क्षमता प्राप्त हुनेछ। समय सँगसँगै परिस्थितिलाई नियन्त्रण गर्नु पर्यो। र चौथो भावको शनि शुक्रको कमजोरका कारणले हुँदाखेरि घरसाई सुखमा पनि कमी हुन सक्ने देखिन्छ। पारिवारिक सदस्य बीचमा बहस बढ्न सक्छ। त्यसका कारण अहङ्कारभन्दा पनि समस्यालाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ। र सेप्टेम्बर महिनाको विशेष गरेर शनिको मन्त्र हरेक दिन पूजा पाठहरू, ओम मान्दाय नमः, ओम मन्त्र जप गर्नु पर्यो। शनिबारको दिनमा शनिदेवको पूजा गर्नु पर्यो। हनुमान चालिसाको पाठ गर्नु पर्यो। शनिदेवका मन्दिरमा गएर दान पुण्यहरू गर्नु पर्यो। तेलको तिलक बालेर सदापूर्व दीप दान गर्नु पर्यो। भगवान विष्णुको मन्त्र प्रत्येक दिन ओम भगवते वासुदेवाय नमः मन्त्रको जप गर्नु पर्यो। विष्णु
बाटोहरू गर्नु पर्यो र झुट बोलीबाट विभिन्न कारणबाट गलत कामबाट नित्य त्यस्ता कर्मबाट जोगिनु होला र अनुशासन र धैर्य र जिम्मेवारी लिएर प्राथमिकता अगाडि बढ्नु होला। यो महिनामा तपाईँका लागि विभिन्न क्षेत्रमा केही सुधार भए पनि तपाईँको 7.5 अन्तिम चरण रहँदै गर्दा हरेक काममा दबाव, केतुको प्रभावका कारणले क्षमता आदि विभिन्न परिस्थितिहरू, अनुशासन यी विभिन्न चिजमा अपनाउनु पर्ने योगहरू छन्। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म भिडियोबाट बिदा चाहन्छु। अर्को राशिफल लिएर फेरि हजुरहरूको माझमा म उपस्थित हुनेछु। अहिलेको लागि